हेलो गाइजहरू सबैजनालाई वेलकम छ मेरो च्यानलमा। आज चाहिँ म धेरै दिन पछाडि चाहिँ पब्जी इन्स्टल गरेर चाहिँ खेल्न गइरहेको छु। यता नयाँ भर्जनहरू आएछ हैन। अब यसमा के चाहिँ गोस्ट सोर्स देखाइरहेको छ, यसको बारेमा केही आइडिया छैन। तैपनि म अब धेरै दिन पछाडि हैन सेटिङहरू पनि केही नमिलाइकन खेल्न गइरहेको छु। यता मेरो टिममा त दामी दामी दुईटा केटी परेछ नि त। ओ तीनजना केटी रहेछ, म मात्रै केटा रहेछु। बबाल गन सर्ट दिन्छ त यार। राइट, 3 ladies versus 1 gents. Let's begin. War. Let's war begin भयो त। झरेको हैन, यहाँ दुईजना नुबहरू आउँदै रहेछ क्या। यहाँ म बसेँ, हान्दैछ गोली। दामी सर्ट खायो यसले दुईजनाले। यिनीहरूको बारेमा मलाई आइडिया छैन नि त। अनि के रहेछ हेर्न जाँदैछु। यहाँ नयाँ एउटा गोस्ट जस्तो उडिरहेछ। धेरै समयपछि खेलेको होइन। अर्को पनि नक भएको छ, यहाँनिर लुक्दैछ। यो त सिकार जस्तो छ, राम्रै खेल्दैछ नि। गार्डन सिट आउँदैछ एउटा, त्यो वाल जस्तो आउँदो रहेछ कि यो थिच्यो भने। म चाहिँ विराटनगरबाट हो। ए गाइज, अलिकति पब्जी चाहिँ पहिला अलि हल्का फुल्का खेल्थेँ, अनि बिचमा छोडेको थिएँ। फेरि यसो खेलिदिउँ न भनेर होइन आधी खेल्न थालेको। अलिकति नयाँ अपडेट आएको रहेछ, केही आइडिया छैन है। तर पनि फन चाहिँ फन हुन्छ जस्तो छ है। एनिमीहरू आउँदैछ। यो के रहेछ यहाँनिर, यो वाल थिचेछ मिस्टेकले। यो एउटा गोस्ट यो भित्र रहेछ, के रहेछ यो आइडिया भएन। के हुन्छ कि यहाँ हेर्दैछु यता, जिस्काउँदैछ मलाई। के आइडिया भएन यसको बारेमा। एनिमी आयो। यहाँ रिकल गरिदियो भन्दैछ 4 नम्बरले। रिकल सेन्टर यही रहेछ, रिकल गरिदिनु पर्यो साथीलाई। रिकल गरिदिनु पर्यो। अनि त्यसपछि चाहिँ रिकल गर्दा गर्दै एनिमी आइसक्यो साइडबाट। हेर्दैछ, प्रोटेक्सन लाउँदैछ, आइसक्यो। यसलाई बोकेर माथि लानु पर्यो क्या, भेला पार्नु पर्यो एनिमीहरूलाई सबलाई मारेर। यसलाई माथि पारेर भेला पार्छु, 4-5 जनालाई भेला पार्नु पर्यो क्या। यसले साथीलाई बोलाउँदै होला, यसलाई माथि लगेर राख्छु। यसको साथी पनि आउँदैछ जस्तो छ, यसलाई यहाँ राख्नु पर्यो। यसले साथीलाई बोलाउँदैछ के अरे। यो अहिले चाहिँ दामी प्रोटेक्सन आयो कि, ट्याक्क थिच्ने बित्तिकै यो भेट्यो भने चाहिँ हातमा गोलीहरू पनि सेफ बस्छ जस्तो छ। यसले चाहिँ न्यू प्रोटेक्सन। तेरो साथीलाई बोला 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 भनेको बोलाउँदैन, साथीलाई बोलाउँछ। यसलाई एउटा डान्स हेराइदिनु पर्यो। यसलाई एउटा डान्स हेर भए चाहिँ। यसको साथी आयो, दुईजना पायो त एकैचोटि।
यसो साथीलाई बोलायो कि केही छैन रहेछ यसो यसले साथीलाई बोलाएको चाहिँ यहाँ आउँदैछ मुनि दुईजना यसलाई बोकेर माथि लानु भएको ठाउँमा बेला पर्छ क्या सबलाई लास्टसम्म टन्नै बेला होला जस्तो छ है कतिवटा लास हुँदो रहेछ यहाँनिर यसलाई पनि डान्स देखाइदिनु पर्यो लस डान्स तेरो साथीलाई बोला र त पनि यसको पनि साथी बोलायो आयो आयो प्रयाङ्क गरिदिन्छु कि यसलाई मजाले हेर्दैछ नक भयो सब नुपहरू मात्रै आउँछ नि त यसलाई पनि त्यहीँ भेला पार्छु ल यसको पनि साथी आउँदैछ यसले पनि बोलायो यिनीहरू अर्को टिममेट रहेछ Get in the car. डान्स हेर्छु केटा के गर्छ त डान्स हेर ल म एउटा होला हाल्यो त्यसले अर्को आयो यो घरमा चाहिँ पुरा त्यहाँ रिकल सेन्टर भएर आएको गर्दो रहेछ एनर्जी ड्रिङ्क खाइदिइहाल्नु पऱ्यो अलिकति अघि कम भइरहेछ कि दुईजना आयो यसलाई मारिदिइहाल्यो अर्को पनि आइरहेको छु गयो उता लुगा यसको साथी होला कि यसलाई म मार्दिनँ आउँदैछ Marked a location. यहाँ वालमा बसिरहेछ लुकेर Attack the mark. छलेको हामीलाई सबलाई सखा पारिदिए थिएँ यहाँनिर यसलाई पनि माथि लान्छ क्रेट हुने भयो त माथि त Get in the car. अहिलेको त्यहीँनिर वालमै बसिरहेछ वालमा बसेकोलाई पनि ल्याउनु पर्यो अर्को पनि आयो क्या आयो यसलाई पनि लगिहाल्छु त एक नम्बरले हेल्प माग्नु चाहिँ रिकल गरिदिनु पर्यो एक नम्बर पनि मरेछ नेपाली रहेछ रिकल गरिदिनु पर्यो रिकल सेन्टरमा एनिमी आइरहेछ जस्तो छ एनिमी आइराख्दो रहेछ आयो आयो I'm recalling a teammate. Thanks. एनिमी आइसक्यो ठ्याक्कै यताबाट आयो ड्याङ्गै हान्यो नि डन्डै माऱ्यो धेरै समयपछि खेलेको है अलिकति अप्ठ्यारो भइरहेछ तै पनि ठिकै छ अलिकति मेरो एक नम्बर साथी यहाँ झऱ्यो यहाँ अलिकति हेल्थ रिकभर गरिहाल्नु पऱ्यो पुरै कम भइरहेछ हिल गरिहाल्छ अहिले यो चाहिँ नयाँ सिस्टममा चाहिँ पुरा गोस्ट भएर त्यो आफै अटो रिकल पनि हुँदो रहेछ कि त्यो मिसन एडभेन्चर टाइपको गोस्ट अरे गोस्ट
गाडी यहाँ रहेछ, गाडीमा जानु पर्यो। जोन पनि सानो भइसकेछ, गाडीमा जानु लागेको 1 नम्बरलाई लिन जानु पर्यो भनेको ठ्याक्कै उता एनिमी आइरहेको रहेछ गाडीमा दुईजना घुमाएर लिएर आउँछ यिनीहरूले घुमाएर लिएर आउँदैछ उनीहरूले दामी सट 1 नम्बर त सिधै जान्छ दुईजना गए एनिमी आयो अर्को साइडबाट फेरि यसको साथी होला सायद यिनीको टिममेट होला यता आउँदैछ जोन पनि ठ्याक्कै पर्यो 10 किलो भयो एउटा बड आएछ यहाँनिर ल सबलाई मारियो जोनतिर जानु पर्यो जोनले सकाउनु लाग्यो उसँग त कुचो रहेछ नि त उड्ने जोनमा गयो त्यो साथीलाई अब भनेको आउँदैन उता गयो कुचोमा गयो अगाडि नि गाडी जाँदैछ आज फर्स्ट डे खेलेको यो साइड पिकहरू केही छैन कि अनि यो अटो जुम आउटहरू पनि केही छैन ओ दामी हान्दे यार सेफ्टीमा बसेर हान्नु पर्छ मेरो यो अटो पिकहरू नभएको कारणले ठिकै छ फर्स्ट डे हो इन्जोय भयो होला साथीहरूलाई है 12 जना बाँकी थियो मेरो टिममेटहरू पनि सक्यो ओके सी यू